ल 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 थ्याङ्क यू ल ल ल ल ल जा ओ चौरेजी मैले सो यहाँबाट हामी ओ कि हेडलाइट पनि नबालिकन हिँडेछ यार ट्याक्सी यार सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु एन्ड आज के सम्बन्धी भिडियो हो भने तपाईँले थाहा पाइसक्नु होला टाइटल थम्बनेल हेरेर होइन सो आज चाहिँ फ्राइडे नाइट हो ठाउँमा लागिसकेको छु पानी परेको छैन त्यही भएर माहौल खतरा हुनेवाला छ आज सो भिडियो अन्तिमसम्म हेर्नु होला लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला माया देखाइदिनु होला अहिले चाहिँ ठ्याक्क रातिको कति बजे भन्दाखेरिमा चाहिँ म ठ्याक्क देखाइदिन्छु होइन 12 बजेर 21 मिनट गयो अनि तपाईँहरूले देख्नुहुन्छ क्राउड त्यही माथि ट्याक्सी नि ट्याक्सी सबैलाई घर पुऱ्याउनलाई यहाँ बसिरहेको छन् होइन मान्छेहरू चाहिँ अब यतिखेर ठ्याक्क क्लबबाट निस्किने बेला भयो लड्दै र पढ्दै निस्किन्छन् कोही बिस्तारै निस्किन्छन् त्यही हो सो यहाँबाट क्राउड सुरु भइसकेको छ ठमेलको एकदमै बवाल क्राउड छ सो आज चाहिँ पुरै जाम छ होइन ल ठिक छ अहिले हामी अब पर्पल हेजतिर जाँदैछौँ होइन अब आमा यो हो नि त क्राउड भयो यार आज त लास्टै क्राउड छ जस्तो यार हाम्रो चाउरे ब्रो पनि भेटिन सक्छ आज थाहा छैन ऊ चाहिँ कति बजीतिर आउँछ थाहा छैन म चाहिँ अहिले 12:30 बजीतिर आइरहेको छु होइन बिन्दास सिरियस यार वान वेमा गाडी त के हो यार रसिया र ल्याखान कि यार मान्छे वान वेमा छिराएको छ गाडी यत्रो गाडी पछाडि यस्तो जाम छ जाम गर्नलाई किन छिराएको उताबाट घुमेर आउनु नि सो अहिले हामी पर्वले अगाडि छौँ होइन मान्छे नि मान्छे यार आज त आमा आज रहेछ नि त घुम्ने दिन त यार ठमेल ए म अगाडि जान्छु गाडी के बोले यार सो सबैजना थ्याङ्क यू सो मच फेरि पनि है हामी 12K सब्सक्राइबर कम्प्लिट भइसकेका छौँ 20K सब्सक्राइबरमा गिभअवे हुन्छ अनि 15K सब्सक्राइबर्समा चाहिँ म भन्छु के गिभअवे हुन्छ भनेर होइन अनि कतिजना हुन्छ भनेर पनि म 15K मै भन्छु सो झट्टै सबैजनाले सब्सक्राइब ऱ्याममा हान्दिनु होला लाइक सेयर पनि गरिदिनु होला होइन आज चेकिङ छैन त ठमेलतिर कतै सो हामी यहाँबाट एलओडीतिर जान्छौँ बेल लड्दै र पढ्दै हामी एलओडी आइसकेका छौँ एलओडी अगाडि होइन अनि एलओडी चाहिँ अहिले 49th क्लबमा पऱ्यो होइन वर्ल्डको अस्ति न 52nd थियो अहिले 49th मा परेछ सो कङ्ग्रेचुलेसन सबैजनालाई एलओडीको टिमहरूलाई होइन त्यहाँ के हुन्छ कुरो खेरकै छैन हामी अहिले नर्सिङ चोक आइसकेका छौँ नर्सिङ चोकमा यत्रो ट्याङ्करको गाडी छ यो भन्दा अगाडि लाग्नै पर्छ यार ल ठिक छ यहाँबाट हामी फेरि पर्पल हेजतिर जान्छौँ होइन ल ल ल ल ल ल ल मान्छे बिहोस हुन्छ नभए यार मान्छेहरूको त अहिले लुगाभन्दा बढी ज्यानदेखि थाइसक्यो होइन यस्तै हो मान्छे त ल ढिड भएछ यार यतिखेर चाहिँ सबैजना क्लबबाट निस्किने बेला भयो होइन ठ्याक्क हल्लिँदै ल ट्याङ ल ल ल ल जा राम लास्टै झ्याप भएछ नि यहाँ सिसेर यतिखेर ट्राफिक हिँड्नु परेछ यार रातिको 1 बजे यार के भन्नु अब
सो यहाँबाट राइट हानौँ फेरि ट्रेन स्थिति त सुनसानै भयो त यार सो हामी फेरि एलओडीतिर आइसकेका छौँ होइन एलओडीतिर पनि अलिअलि मान्छे भरिँदै गएका छन् माथि यो लाइट हाल्दा चाहिँ कस्तो राम्रो देखिएको छ क्या अनि यो गाडी के भर्याङ बोकेर हिँडेछ कता हिँड्यो हौ ए गाडी हिँड्न हेर अब बिस्तारै जाने हो मजालाई ठमेल घुम्ने हो अनि त्यसपछि चाहिँ घरतिर लाग्नुपर्छ सो सब्सक्राइब गर्नु होला लाइक गर्नु होला नगर्नु भएकोले होइन च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला लाइक चाहिँ गर्न झ्याममा नबिर्सिनु होला होइन लाइक चाहिँ ठोकिहाल्नु अब हरेक फ्राइडे आउँछ होइन पानी नपरेको दिन पानी परेको दिन चाहिँ आइँदैन होला ठमेल ए राम राम बाटै छोड्दैन यार यहाँ सो त्यही हो यहाँबाट फेरि पर्पल हिल्स जाने हो पर्पल हिल्सतिर अगाडि चाहिँ दामी भइरहेको थियो बातरी ल हेर बाइकलाई पनि जान्दिएन यार लास्टै क्राउड भएछ नि त आजको घुस्नु त पऱ्यो जसरी भए पनि कसरी घुस्ने त ए बा पर्पल हिल्सतिर जानुपर्ने हो मेन चाहिँ त्यता जानै दिएन क्या पुलिसले लास्टै क्राउड भएर जानै दिएन ओ माइ गॉड यार पुरै झ्या भएर फिट्टु म त लडे भइरहेको रहेछ नि ओ चौरेजी मैले बोलिरहेको थिएँ क्या आज चौरेजीलाई भेटेँ उता बाटो छैन सो नभन्दै चौरेलाई भेटियो होइन मलाई लागिरहेको थियो कि आज चौरे भेटिन्छ भनेर लास्टै प्याक भयो नि त यार लास्टै के आज त ओभरै क्राउड रहेछ नि के छ सर अनि हालखबर सो ठमेलको कन्टेन्ट हेर्नलाई चाहिँ चौरे भ्लग्समा गएर हेर्नु होला होइन उसले चाहिँ हरेक फ्राइडे हालेर हुन्छ म्याक्सिमम् हाल्छ उसले ठमेलको भ्लग चाहिँ होइन मेरोमा चाहिँ खासै आउँदैन कहिलेकाहीँ आउँछ सो त्यही हो अब एक राउन्ड हान्छु लास्ट राउन्ड अनि त्यसपछि म जान्छु अनि ऊ पनि घर जान्छ होला आफ्नो झगडा परिसक्यो झगडा त्यही त ठमेलमा राति झगडा हुनु त नर्मल हो क्या मान्छे रक्सिएर निस्किरहेको हुन्छ होइन झ्यापमा निस्किरहेको हुन्छ पुलिस आइसक्यो यहाँ अब लखेर्छ पुलिसले अब त सबैजना क्लबबाट निस्किने बेला भइसक्यो सबमा झ्यापमा होइन बन्दै छ जस्तो लाग्यो फेरि पर्पल हिल्स अगाडि त ओहो ओइ सो हामी पर्पल हिल्सतिर छिरिसकेका छौँ होइन वाइल्डली क्राउड हुने ठाउँ
तर अहिलेको जति चाहिँ क्राउड छैन अहिले, अघि त वाइल्डै थियो। कति क्राउड आम्मा। रातिको 1:03 गयो। यस्तो छ ठमेलमा माहौल होइन। ए ट्याक्सी म जान्छु ल। सो अब यताबाट चाहिँ घरतिर लाग्नु पर्ला जस्तो छ होइन। ब्रो अब चलिदिन्छु यार म चाहिँ, अब म चलिदिन्छु। ल ल ब्रदर गएँ ल। ल गएँ ल है त। ल बेस्ट अफ लक ल। ल है त। मान्छेहरू यार क्लबबाट निस्किँदै छन् भर्खरै। ल ल ल ल ल ल ल के हो यार। सो म चाहिँ ठमेलबाट निस्केँ होइन। भिडियो कस्तो लाग्यो भन्नु होला, कमेन्ट गर्नु होला, लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला होइन। सो अब नेक्स्ट भिडियोमा चाँडै भेट्नुपर्छ। अन्टिल देन सबैजनालाई बाइ बाइ, स्टे सेफ।